नमस्कार सबै मौरीपालक कृषकहरुमा आग्रह छ। यति बेला बसन्त लागेको छ र बसन्त लागेपछि चारैतिर हरेक खाले वनस्पतिहरू फुल्न सुरु हुन्छ र त्यो फुलहरुमा मौरीहरू मज्जाले ढकमक फुलेको फुलहरुमा मौरी जान्छ र पुष्परस र पराग संकलन गरेर ल्याउँछ र आफ्नो गोलामा जम्मा गरेर मह बनाउँछ। र यति बेला चाहिँ जुन मजबुत घार छ त्यो मजबुत घारमा सुपर राख्नु होला र सुपर कसरी राख्ने त्यसको सानो डेमो भिडियो छ। अब हामीसँग यो मजबुत गोला छ, यसलाई चाहिँ हेर्छौं हैन। यसमा 10 फ्रेम मौरी टन्नै भरेको छ र यो घारमा सुपर राख्ने बेला भइसकेको छ किनभने 10 फ्रेम मजबुत गोला छ र यो गोलाको बानी चाहिँ यो एकदम राम्रो मह पनि जम्मा गर्छ यो घारका मौरीले। त्यही भएर यो घारलाई हामीले बेलैमा सुपर राखेर मह चाहिँ जम्मा गर्नको लागि मह संकलन गर्नको लागि तयारी बनाएर छौं। अब यसमा चाहिँ यो रातो कलरको घार छ, त्यही भएर हाम्रो सुपर चेम्बर पनि रातै कलरको हुनुपर्छ र यो टक्क यसरी चाहिँ राख्दाखेरि अलिकति पनि ग्याप चाहिँ नबनाइकन यो तल र माथिको जुन साइज छ कुना छ एकदम बराबर गरेर राख्ने र हावा नछिर्ने गरी चाहिँ मिलाएर राख्ने। र यसपछि हामीले यो अस्ति हामीले राखेका फ्रेमहरू छ, अब यो सबै सेफ तरिकाले राखेका थियौं। यो जुन फ्रेमहरू अलिअलि उठाइसकेका फ्रेमहरू यसलाई चाहिँ फेरि पुनः युज गर्छौं किनभने एकदम सफा छ र स्वच्छ छ। र अहिले सुरुमै राख्दाखेरि हामी सबै फ्रेम चाहिँ राख्दैनौं। जुन फ्रेमहरूमा जुन आधार चकाम उठाएको छैन त्यस्तो फ्रेमहरू चाहिँ अहिले सबै राख्दैनौं। 10 को 10 चाहिँ राख्दैनौं, अलिकति खाली बनाएर त्यो नेस्तो वाला चाहिँ यस्तो पनि हटाइदिन्छौँ। अहिले यसमा आधार चक्का जोडेको बरु राख्छौं हामी। र यति बेला हामीले ख्याल गर्नुपर्ने कुरा के हुन्छ त, यो जुन तलको फ्रेम छ र माथिको फ्रेम ठ्याक्कै त्यसको माथि चाहिँ हुनुपर्छ किनभने यो जुन बी स्पेस छ, यो बिचको बी स्पेस भन्छ दुईवटा फ्रेम बिचको दूरी, त्यो चाहिँ ढाकिनु भएन। ठ्याक्कै त्यसको तलको फ्रेमको जुन टप बार छ त्यसको माथिपट्टि हामीले हाम्रो माथिको फ्रेम चाहिँ हुनु पर्यो। र यसरी चाहिँ हामीले एक साइडतिर सबै फ्रेमहरूलाई मिलाएर राख्छौं र माथिबाट भित्री ढक्कनी र बाहिरी ढक्कनी लगाएर यो घार चाहिँ मह उत्पादनको लागि चाहिँ एकदम रेडी बनाएर चाहिँ राख्छौं। त्यसपछि हामीले एउटा इनर कभर बोरा राखेर र माथिबाट ढक्कनी लाएर यो घारमा हेर्न सक्छौं हामीले मौरीको फ्लो पनि एकदम राम्रो छ। मौरी चाहिँ एकदम राम्रो चाहिँ ओर्दर गरेको छ। हस् त, धन्यवाद।